प्रहरीकै गोप्य प्रतिवेदनको खुलासा। 3 कुने प्रदर्शनमा अर्धस्वचालित हतियारबाट 110 गोली प्रहार। पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले हिंसात्मक प्रदर्शन, लुटपाट र आगजनी गरेको घटनामा प्रहरीले सुरक्षा रणनीति होइन घातक हतियारको सहारा लिएको प्रहरीकै गोप्य प्रतिवेदनबाट खुलेको छ। राजावादीले शान्तिपूर्ण भनेको प्रदर्शनमा 2 जनाको ज्यान गएको र प्रदर्शनकारीले निजी सम्पत्तिमा आगजनी र लुटपाट गरिएको घटनासँगै सुरक्षाकर्मीको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ। 3 कुने घटनामा प्रहरीको कमजोरी देखाउने एकपछि अर्को भिडियो सार्वजनिक हुन थालेपछि प्रहरी प्रधान कार्यालयले एकाएक चैत 20 गते प्रतिरक्षा गर्न पत्रकार सम्मेलन गरेको थियो। प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले प्रहरीले न्यूनतम बल प्रयोग गरेको बारम्बार दोहोर्याउँदै एउटा विवरण पनि सार्वजनिक गरे, जस अनुसार भीड नियन्त्रण गर्न 58 राउन्ड गोली र 764 वटा अश्रु ग्यास प्रहार गरिएको थियो। 58 राउन्ड मध्ये कति जंगी राउन्ड हुन्, कति हवाई राउन्ड हुन् र कति रबर बुलेट हो भन्ने उनले खुलाएन। तर जिल्ला प्रहरी परिसर काठमाडौँले चैत 20 गते तयार पारेको एक गोप्य रिपोर्टमा भने डीआईजी आचार्यले भनेको भन्दा दोब्बर संख्यामा जंगी राउन्ड नै फायर भएको उल्लेख छ। जंगी राउन्डको संख्या मात्रै 92 छ। डरलाग्दो पक्ष त के छ भने यसमध्ये सबैभन्दा बढी गोली अर्धस्वचालित हतियार सेल्फ लोडिङ राइफलबाट भएको छ। त्यस्तै एसएलआर बाट 51 राउन्ड गोली प्रहार भएको थियो, जुन कुल जंगी राउन्ड गोली प्रहारको 88% हो। अर्को अर्धस्वचालित हतियार इन्सासबाट 6 राउन्ड, शटगनबाट 3 राउन्ड, चिनिया पिस्तोलबाट 2 राउन्ड गोली प्रहार भएको रिपोर्टमा उल्लेख छ। यसरी 94% गोली अर्धस्वचालित हतियार इन्सास र एसएलआर बाट प्रहार भएको हिसाब निस्कन्छ। यस्तै सशस्त्र प्रहरीले छुट्टै 18 राउन्ड गोली चलाएको प्रतिवेदनमा उल्लेख छ। एसएलआर इन्सास घातक प्रकृतिका हतियार हुन् जुन भीड नियन्त्रणमा अन्तिम अवस्थामा मात्रै प्रयोग गरिन्छ। तर प्रहरीले सुरुमै यी 2 खाले घातक हतियारबाटै सबैभन्दा बढी गोली चलाएको देखिन्छ। 3 कुनेमा राजसंस्था बिउताउने भन्दै राजावादीको समूहले चैत 15 गते प्रदर्शन गरेको थियो, जसको नेतृत्व नेकपा माओवादी केन्द्र नेकपा एमाले हुँदै राजावादी बनेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईले गरेका थिए। निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरको संसद भवन र सिंहदरबार कब्जा गर्ने भन्दै अगाडि बढेको भिडले हिंसात्मक रूप लिँदा 2 जनाको ज्यान गएको थियो। एबी न्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको भिडियो खिचिरहँदा आन्दोलनकारीले भवनमा आगो झोसिदिएपछि जलेर मृत्यु भएको थियो भने कीर्तिपुरका सबिन महर्जनको गोली लागेर मृत्यु भएको थियो। आन्दोलनकारीले भवन सवारी साधन तोडफोड गर्नुका साथै आगजनी र लुटपाट समेत मचाएका थिए, जसबाट ठूलो क्षति भएको थियो। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार 21 जनालाई गोली लागेको, 1 जना सबिन महर्जनको मृत्यु भएको छ भने बाँकी घाइते छन्। काठमाडौँ परिसरको गोप्य दस्तावेज अनुसार घाइते 20 जना मध्ये 7 जनालाई जंगी राउन्ड गोली लागेको छ, बाँकी 13 जनालाई रबरको गोली लागेको हो। जंगी राउन्ड गोली लाग्नेमा बैतडीका 24 वर्षीय आशिष बोहरा, अछमका 19 वर्षीय राजेन्द्र रावल, काभ्रेका 26 वर्षीय रामहरि श्रेष्ठ, खोटाङका 31 वर्षीय जानसोन राई, खोटाङकै 18 वर्षीय कञ्चन राई, भोजपुरका 17 वर्षीय दिल्ली प्रसाद लुइटेल, भोजपुरकै 30 वर्षीय शम्भु दर्जी छन्। रबरको गोली र छर्रा लागेर घाइते हुनेमा शान्तिनगर बस्ने 56 वर्षीय विकास कुमार गौतम, सोलुखुम्बका 22 वर्षीय विकास निरौला, काठमाडौँका 47 वर्षीय कुमारजङ राणा र धादिङका 30 वर्षीय राजकुमार कार्की छन्। त्यस्तै स्याङ्जाका 25 वर्षीय सुमन गुरुङ, काठमाडौँका 40 वर्षीय राज हुमागाई र भारतीय नागरिक 18 वर्षीय प्रिल्स कुमार पनि रबरको गोली र छर्रा लागेर घाइते भएका थिए। उदयपुरकी 22 वर्षीय रेबिका खत्री र उनका दाजु पर्ने 24 वर्षीय दिनेश कुमार खत्री पनि रबरको गोली लागेर घाइते भएको प्रहरीको दस्तावेजमा उल्लेख छ। रेबिकाको सिभिल अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ भने खत्री दाजु बहिनीलाई कोटेश्वरको भित्री सडकमा गोली हानिएको थियो। प्रहरी प्रवक्ता डीआईजी आचार्यले पत्रकार सम्मेलनमा उनीहरूलाई झुक्किएर गोली लागेको दाबी गरेका छन्। आफ्नो कोठामा पुग्नै लाग्दा उनीहरूलाई पछाडिबाट गोली हानेको थियो। रेबिकाको अवस्था गम्भीर रहेको प्रहरीको दस्तावेजमा उल्लेख छ। उनको दाहिने तिग्रामा लागेको गोली वारपार भएको थियो, जसका कारण 2 वटा नसा चुडिएको उपचार गरिरहेका डाक्टर अर्जुन कृष्ण शर्मा र सम्पूर्ण मान तुलाधारलाई उद्धृत गर्दै प्रहरीको दस्तावेजमा उल्लेख छ। अपरेसन गरेर जोडिएको नसाबाट रक्त प्रवाह बने भइरहेको दस्तावेजमा छ। बोल्न सक्ने, आफन्तसँग बिस्तारै कुरा गर्न थालेको, घाउ इन्फेक्सन हुन सक्ने दस्तावेजमा डाक्टरहरूको भनाई उद्धृत गर्दै लेखिएको छ। झापाकी 41 वर्षीय इन्द्रमाया लिम्बू, कीर्तिपुरका 35 वर्षीय अमर थापा, भक्तपुरका 72 वर्षीय बालकृष्ण नेउपाने र पर्वतका 36 वर्षीय राजन सापकोटालाई पनि रबरको गोली र छर्रा लागेर घाइते भएका थिए। पत्रकार सम्मेलनमा डीआईजी आचार्यले 746 सेल अश्रु ग्यास प्रहार भएको बताएका थिए, तर काठमाडौँ प्रहरीको गोप्य दस्तावेजमा भने यो भन्दा पनि बढी अश्रु ग्यास प्रयोग गरिएको विवरण छ।
प्रहरीले मात्रै 864 राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो। यसबाहेक सशस्त्र प्रहरीले 104 राउन्ड अश्रु ग्यास सेल हानेको थियो। एउटा घटनामै एकै दिन यति धेरै अश्रु ग्यास प्रहार भएको आफूलाई कहिल्यै थाहा नभएको अवकाश प्राप्त एक पूर्व डीआईजीले बताए। काठमाडौँको 50 ठाउँमा आन्दोलन हुँदा पनि यति धेरै अश्रु ग्यास हानिदैन। काठमाडौँ परिसरको समेत नेतृत्व गरिसकेका ती पूर्व डीआईजी भन्छन्, म त प्रहरी प्रवक्ताले सार्वजनिक गरेको विवरण देखेर छक्क परिरहेको छु। सामान्यतः भिड नियन्त्रणमा खटिने प्रहरीको एउटा टोलीसँग एकजनाले अश्रु ग्यास हान्ने जिम्मेवारी पाएको हुन्छ। गरौँ हुने भएकाले बढीमा 20 थान ग्यास सेल बोक्न सक्छ। औसतमा 10 देखि 15 वटा मात्रै बोकिएको हुन्छ। 20 वटा टोलीले 20 वटाकै दरले अश्रु ग्यास बोकेको मान्यो भने पनि 400 थान मात्रै हुन्छ। ती पूर्व डीआईजी भन्छन्, यसले बल प्रयोग गर्न प्रहरीको योजनै थियो कि भन्ने जस्तो देखिन्छ। घटनाकै दिन गृह मन्त्रालयले पत्रकार सम्मेलन गरेर 3 कुनेमा 3 देखि 4 हजारको संख्यामा प्रदर्शनकारी रहेको र प्रहरी भिरकोटी मण्डप र 3 कुनेको प्रदर्शनमा 5000 परिचालन भएको आँकडा सार्वजनिक गरेको थियो। प्रहरी प्रवक्ता आचार्यले पनि यही आँकडा दोहोर्याएको थिए। समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा भिरकोटी मण्डपमा गरेको प्रदर्शनीमा 1000 प्रहरी खटिएको मान्यो भने पनि 3 कुनेमा लगभग 1 आन्दोलनकारीलाई नियन्त्रण गर्न 1 प्रहरी परिचालन भएको आँकडा निस्कन्छ। यसबाहेक सशस्त्र प्रहरी पनि प्रहरीको ब्याकअपका लागि खटिएको थिए, तर सुरक्षा निकायले आन्दोलनकारीलाई नियन्त्रणमै लिन सकेनन्। यसबारे रणनीतिक सुरक्षा योजना पनि चाहिन्छ। टोटफोट ढुङ्गामुढा आगजनी गर्यो भने कुन टोली परिचालन हुने, त्यो टोली कहाँ बस्ने, त्यो टोलीले सकेन भने कुन टोलीले सघाउने आदि रणनीतिक योजना हुनुपर्छ। तर 3 कुनेको आन्दोलन दबाउन प्रहरीको सुरक्षा रणनीति नै नबनेको देखियो, जसलाई प्रहरी प्रवक्ता डीआईजी आचार्यले नै स्वीकारे। पत्रकार सम्मेलनमा उनले भनेका थिए, आयोजकले राजनीतिक प्रकृतिको शान्तिपूर्ण कार्यक्रम भनेका थिए, तर समूह बनाएर आपराधिक गतिविधि गरे। यस्ता आन्दोलनमा प्रशासनको अनुमति लिन कार्यक्रम शान्तिपूर्ण संयमित हुने भन्नु अनौठो होइन। यस्तो नभने अनुमति पाइँदैन। तर हिंसात्मक बन्न खोज्यो भने कसरी नियन्त्रण गर्ने मूलभूत दायित्व प्रहरीकै हो। यही दायित्व निर्वाह गर्ने सुरक्षा रणनीति समेत प्रहरीले बनाउन नसकेको देखियो। काठमाडौँ उपत्यका कार्यालयका एक प्रहरी अधिकृत भन्छन्, यसको जवाब नेपाल प्रहरीले लामो कालखण्डसम्म दिइराख्नुपर्ने लज्जाजनक अवस्था आएको छ। हुन पनि घाइतेलाई अस्पताल पुर्याउने एम्बुलेन्स, आगलागी नियन्त्रण गर्ने दमकल, पानीको फोहोर हानेर भिड तितर बितर पार्ने वाटर क्यानन कुन ठाउँमा राख्दा चाँडो उपयोगमा ल्याउन सकिन्छ भन्ने आधारभूत कुरा समेत प्रहरीले बेवास्ता गरेको देखिन्छ। एक प्रहरी अधिकृत भन्छन्, देशको राजधानी महानगरमा यति फितलो प्रहरी कहिल्यै देखिएको थिएन। पत्रकार रजक राजावादी आगलागी गरेको भवनबाट निस्कनु नसक्नुको एउटा कारण खबर पाउँदा समेत प्रहरीले उद्धारमा तत्रुकता नदेखाउनु रहेको परिवारको आरोप छ। यसबाहेक प्रहरीको विपरीत दिशातिर भइरहेको आन्दोलनकारीको सानो समूहलाई सामान्य अवस्थामा समेत प्रहरीले गोली हानेको भिडियो सार्वजनिक भएको छ, जसले प्रहरीले गैर न्यायिक हत्यातर्फ इङ्गित गर्छ। भिडभाड ढुङ्गामुढा नभएको अवस्थामै प्रहरीले गोली हानेको भिडियोमा देखिन्छ। यसको जवाफ प्रहरीले समेत दिन सकेको छैन। साथै कार्यक्रम गर्ने भनेको मञ्चमा प्रहरीले पहिल्यै अश्रु ग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित तुल्याएको राजावादीले आरोप लगाउँदै आएका छन्। यद्यपि प्रहरीले भने ढुङ्गामुढा हुन थालेपछि भिडलाई हानेको अश्रु ग्यास मञ्चमा समेत पुगेको हुन सक्ने जवाब दिएको छ। घातक हतियारको घनीभूत प्रयोगले भने प्रहरीले प्रदर्शन दबाउन बल प्रयोग गरेको संकेत गर्छ। न्यायिक छानबिनको आवाज उठे पनि यसबारे प्रधानमन्त्री र गृहमन्त्रीको धारणा सार्वजनिक भएको छैन। साथीहरू, यस सबै कुरा सुनेर तपाईहरू के भन्नुहुन्छ? आफ्नो विचार कमेन्टमा राख्नुहोला। र यो भिडियोको स्रोत अथवा माध्यम हिमाल खबर हो, जसको लिङ्क डिस्क्रिप्सनमा राखिदिनेछु। त्यहाँ गएर अझै विस्तृत रूपमा हेर्न सक्नुहुनेछ। धन्यवाद।